डायबिटिजले चाहिँ नसाको फङ्सनालिटीमा चाहिँ असर पुर्याइरहेको हुन्छ। त्यसै मोटोपनले गर्दाखेरि चाहिँ अथवा कोलेस्ट्रोलको मात्रा बढी भएको कारणले चाहिँ रगत बग्ने नसाहरूको भित्र चाहिँ न्यारो भएको हुन्छ, त्यो उनीहरूको साइज कम भएको हुन्छ। यसले गर्दा पर्याप्त शरीरभरि रक्त सञ्चार कम हुनसक्छ। शरीरलाई जतिखेर जति चाहिनुपर्ने अक्सिजनको लेभल चाहिँ त्यो पुर्याउन सकेको हुँदैन। यसरी रक्त सञ्चार पर्याप्त भएन भने स्ट्रोक हुने अथवा हार्ट फेल हुने जस्ता समस्याहरू देखा पर्छन्। एक त पहिलेदेखि नै यो कोलेस्ट्रोलले गर्दाखेरि नसाहरू साँघुरो भएका हुन्छन् भने यो स्मोकिङ गर्दाखेरि चाहिँ अब फ्लेक्सिबिलिटी हैन उनीहरूको फङ्सनालिटी चाहिँ कम भएको हुन्छ, अझ सङ्कुचित भएको हुन्छ। डायबिटिज रोगबाट मृत्यु हुने जोखिम चाहिँ स्मोकर्सहरूमा बढी हुन्छ। जीवनशैली स्वस्थ खानपानमा ध्यान पुर्याउन अति नै जरुरी छ। धन्यवाद।